दर्शक नमस्कार। टिबेट टिभी को नेपाली प्रसारणमा स्वागत छ। म लुडो संगपो यस सप्ताहको तिब्बत परम पावन दलाई लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ उपस्थित भएको छु। सुरु गरौं यस सप्ताहका प्रमुख समाचारहरू संक्षेपमा। परम पावन दलाई लामा ज्यूले विश्व पशु दिवसमा शाकाहारिताको प्रचार। तिब्बतमा 10 तिब्बतीहरूलाई विरोधी गिरोहको परीक्षण देखाउँदै सजा सुनाइयो। केन्द्रीय तिब्बती प्रशासनले भारतको राष्ट्रपिता महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण। 39 देशहरूले चीनको मानव अधिकार दुरुपयोग विरुद्ध संयुक्त राष्ट्र संघमा संयुक्त बयान जारी। विश्वभरमा भएका तिब्बत समर्थकहरूले चीनको दमन विरुद्ध विरोध प्रदर्शन। परम पावन दलाई लामा ज्यूको रसिया भ्रमण बारे फोटो प्रदर्शनी। सर इयन डङ्गन स्मिथद्वारा तिब्बतबारे वेबमिनिस्टर हल बहसको नेतृत्व गर्ने। अमेरिकी हाउस कमिटीले तिब्बती स्वायत्तलाई समर्थन गर्ने प्रस्तावलाई अनुमोदन। अब समाचार विस्तारमा। विश्व पशु दिवसको अवसरमा परम पावन दलाई लामा ज्यूले गुम्बा रस्कुरहरूलाई बढी शाकाहारी खाना दिन प्रोत्साहित गर्दै आफ्नो प्रयासको उल्लेख गर्दै सबैलाई शाकाहारिताको प्रचार गर्न आग्रह गरे। Everybody become vegetarian. That also impractical, especially those cold climate like you see, northern Tibet and Mongolia. You see, through generations, you see, their life depend on animal. But meantime, like India, there are a lot of vegetable there. So in India, already vegetarianism very good. यस हप्ता आइतबार परम पावन दलाई लामा ज्यूले ताइवानका बौद्ध अनुयायीहरूको लागि जे चोङखापाले रचेको ठङ्गे लेग्से निङबो र चन्द्रकीर्तिले रचेको माध्यमिका अवतार बारे 3 दिवसीय शिक्षा टुङ्ग्याउनु भयो। तिब्बतमा रहेका 10 तिब्बतीलाई 9 देखि 14 वर्षको जेल सजाय सुनाएको छ। तिब्बतको लागि अमेरिका स्थित अन्तर्राष्ट्रिय अभियानले यस वर्षको 28 र 29 जुनमा भएका कार्यवाहीको 10 घण्टाको भिडियो रेकर्डिङ विश्लेषण गरेपछि उक्त प्रतिवेदन प्रकाशित गर्यो, जसले चीनको न्यायिक प्रणालीमा तिब्बतीहरूको दुर्लभ झलक देखाउनुभयो। तिब्बतका लागि अन्तर्राष्ट्रिय अभियान समूहले चिनिया अदालतको कार्यवाहीलाई अन्तर्राष्ट्रिय कानुनको अन्यायपूर्ण र उल्लङ्घनको रूपमा निन्दा गरेको छ। उक्त रिपोर्टको अनुसार आम्दोको उत्तर पूर्वी क्षेत्रको साङचु काउन्टीका तिब्बती समुदायहरू थिए, जसले राज्य एक्सप्रेसवे निर्माण परियोजनामा बम विस्फोटका कारण आफ्नो सम्पत्तिको क्षतिपूर्ति खोज्ने प्रयास गरेका थिए। केन्द्रीय तिब्बती प्रशासनले भारतका राष्ट्रपिता महात्मा गान्धी ज्यूको 151 जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। केन्द्रीय तिब्बती प्रशासनका मन्त्रीहरू र वरिष्ठ अधिकारीहरूले उक्त अवसरको अवलोकन गर्नुभयो। केन्द्रीय प्रशासनका धर्म र संस्कृति विभाग मन्त्रीले गान्धी जयन्ती मनाउने उत्तम तरिका भनेको सत्य र अहिंसाको सन्देश सम्झिनु, अभ्यास गर्नु र प्रचार गर्नु हो भन्नुभयो। His message is still very alive all over the world and becoming very popular, and we are great followers of those messages, primarily the non-violence and the truth and so forth. जर्मन राजदूत क्रिस्टोफ ह्युगेनले यस हप्ता मङ्गलबार न्युयोर्कमा संयुक्त राष्ट्र संघको मुख्यालयमा तेस्रो संयुक्त राष्ट्र कमिटीको जनरल डिबेटको दौरान 39 देशहरूको तर्फबाट संयुक्त विज्ञप्ति पढ्नुभयो। We are gravely concerned about the human rights situation in Xinjiang and the recent developments in Hong Kong. In June 2020, 50 UN Special Procedures mandate holders issued an exceptional letter of concern calling on the People's Republic of China to respect human rights. We share their grave concerns. We call on China to respect human rights, particularly the rights of persons belonging to religious and ethnic minorities, especially in Xinjiang and Tibet. उक्त विज्ञप्तिमा जुन 2020 मा 30 UN विशेष प्रक्रियाबाट 50 संयुक्त राष्ट्र स्वतन्त्र विज्ञहरूले जारी गरेको चिन्ताको पत्रलाई उल्लेख गर्दै सबै देशहरूले आफ्नो गम्भीर चिन्ता साझा गरेको उल्लेख गर्नुभयो।
केन्द्रीय तिब्बती प्रशासनका प्रमुख डाक्टर लोबसाङ सिङ्गेले आफ्नो कृतज्ञता व्यक्त गर्दै एक विज्ञप्ति जारी गरी UNHRC र राष्ट्रका सदस्यहरूलाई चीनबाट भइरहेको मानव अधिकार उल्लङ्घनको मूल्याङ्कन गर्न र संयुक्त राष्ट्र सङ्घका विशेष समितिको जनादेश स्थापना गरी तिब्बत र अन्य क्षेत्रहरूमा हुने मानव अधिकार स्थितिको अनुगमन विश्लेषण र प्रतिवेदन रिपोर्टका लागि विशेष सत्र आयोजन गर्न आग्रह गर्नुभयो। संयुक्त राज्यका राजदूत एन्ड्रु बम्बर्ग, अमेरिकाका स्थायी प्रतिमण्डल र जेनेवामा भएका अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूले 30 सेप्टेम्बरमा US मिसन जेनेवामा केन्द्रीय तिब्बती प्रशासनका प्रतिनिधिहरूसँग भेट गर्नुभयो। राजदूत बम्बर्गले तिब्बतीहरूको स्वतन्त्रता र न्यायको सङ्घर्षमा कडा सहयोग दिने आश्वासन दिनुभयो। विश्वभरमा भएका तिब्बती र तिब्बत समर्थकहरूले विश्वव्यापी कार्य दिवसमा चीनको दमनको विरोधमा प्रदर्शन गर्दै रेसिस्ट चाइना आन्दोलनको विश्वव्यापी अभियान गरे, जुन चिनिया कम्युनिस्ट पार्टीको तानाशाही शासनको अन्त्य गर्न काम गर्दैछ। जापानमा रहेका सयौं तिब्बती, युगुर र दक्षिणी मङ्गोलियनहरूले चीनले गरेको कब्जा र उनीहरूको भाषा र संस्कृति विनाशको विरुद्ध विरोध प्रदर्शन गर्नुभयो। उनीहरूले जापानी संसद भवनको सम्पन्न सम्मेलनमा पनि भाग लिए, जहाँ जापानी संसद सदस्यहरूले प्रजातन्त्र, अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार र कानुनी शासनको लडाईँमा विजय हुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो। इटालीको मिलन र रोम, अस्ट्रियाको भियना, स्विजरल्यान्डको जुरिख र जर्मनीको बर्लिन र म्युनिकमा विरोध प्रदर्शन गर्नुभयो। गत हप्ता शुक्रबार कर्मिकीय बौद्ध गणराज्यको केन्द्र बौद्ध विहारमा परम पावन दलाई लामा ज्यूको 3वटा भ्रमणबारे फोटो प्रदर्शनी गर्नुभयो। बुद्ध शाक्यमुनिको गोल्डन निवासको 151औं वार्षिक उत्सव स्मरणमा फोटो प्रदर्शनी आयोजन गरिएको छ। उक्त कार्यक्रमले सन् 1991, 92 र 2004 मा कर्मिकीयमा परम पावन ज्यूको भ्रमणलाई प्रदर्शन गर्दछ। फोटो सङ्ग्रह सङ्कलनकर्मी कर्मिक रिपब्लिकका फोटोग्राफर निकोले बोसेफ हुनुहुन्थ्यो। यस कार्यक्रममा 3 नयाँ पुस्तकहरूको प्रस्तुतिकरण पनि गरियो, जसमा कर्मिकीयमा परम पावन दलाई लामा ज्यूको कृतज्ञता वर्षको समर्पित बारे, सन् 1920 देखि सन् 1930 मा दमन गरिएको बौद्ध पाद्रीहरूको शीर्षकमा र कर्मिक भिक्षुहरूको नामको सूची र कर्मिक भाषामा दैनिक प्रार्थनाको सङ्ग्रह थिए। यस बुधबार UK संसद सदस्य सर इयन डङ्कन स्मिथले तिब्बतबारे वेबमिन्स्टर हलको बहसको नेतृत्व गर्नुहुनेछ। संसदका 9 सदस्यहरूले चिनिया सरकारले तिब्बतमा मानव अधिकार उल्लङ्घनको आह्वान गरेका थिए। विशेष गरी यस वर्ष सेनाको श्रम शिविरमा 50 लाख तिब्बती जनताको रिपोर्टलाई विचार गर्नुभयो। So these supply chain risk profiles are all in there, and they're there for us as well. And these supply chains in Tibet, Xinjiang and other regions are therefore linked to forced labour, and the government has to make it clear to British business that it is unacceptable to be in the slightest bit involved in any way with these chains. And I also ask the government to demand reciprocal access to Tibet and other regions such as Xinjiang in order to allow for independent international investigation into these reports of forced labour, and to call for a UN special rapporteur on Tibet. अन्तर संसदीय गठबन्धनले वेबमिन्स्टर हल बहसको चीनको तिब्बतमा श्रम कार्यक्रमको तीव्र विस्तारलाई सहप्रकाशित गर्नुभयो। अमेरिकी विदेश मन्त्रालय समितिले बिहीबार तिब्बती स्वायत्तको समर्थनमा भएको एक प्रस्तावलाई अनुमोदन गर्नुभयो र चिनिया सरकारको मुनि रहेका विभिन्न मुद्दाहरूमा पनि जोड दिनुभयो। समितिले सर्वसम्मतिसँग चीनको जनगणतन्त्रमा तिब्बतीहरूको वास्तविक स्वायत्तका लागि वकालतको महत्त्व पुष्टि गर्ने एउटा प्रस्ताव शीर्षक पारित गर्नुभयो र परम पावन दलाई लामा ज्यूले विश्वव्यापी शान्ति, सद्भाव र समझदारीसँग गरेको कामलाई सम्बोधन गर्दै सबै पक्षले सर्वसम्मतिसँग पारित गर्दै सदनको तल्लामा सारिएको छ। हस्त आजको लागि साप्ताहिक समाचार यति नै। अर्को सप्ताह फेरि भेटौँला। नमस्ते, टासिदेलेग।